रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बस्न सफल भएको छ। देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्राउने अभियन्ता कुलमान घिसिङ विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्। गाउँमा टुकी बालेर पढ्थे, राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो धँसो बसेको हुन्थ्यो। अहिले काठमाडौँलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएकोमा कुलमान भन्छन्, मैले काठमाडौँ आएपछि नै हो बिजुली देखेको। विद्यालयमा सधैँ प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे तब उनले कसम खाए, मेरो बेथान गाउँमा पनि यसै गरी बिजुली बाल्छु। अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् र बेथानमा मात्रै होइन देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी। कुलमान घिसिङको दैनिकी पछिल्लो 2 वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो। चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन। तर जब उनी कार्यकारी निर्देशक बनेर आए उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन्। कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ। आखिर को हुन् त कुलमान? जहाँ लैजाउँ जता पढौँ सधैँ प्रथम। कुलमानको प्राथमिक शिक्षा गाउँमै बित्यो। उनी धेरै स्कुल फर्स्ट हुन्थे। 5 कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौँ आए। उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे। काठमाडौँ आएपछि कुलमानलाई उनका दाइहरूले झोछेको सरकारी स्कुल बाल सेवा माध्यमिक विद्यालयमा कक्षा 7 मा भर्ना गरिदिए। कुलमान त्यहाँ पनि प्रथम नै भए। तर सेकेन्ड ब्याई सिद्धार्थ वनस्थली गएपछि शिक्षकहरूले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए। दाजुहरूले उनलाई अमर आस बोर्डिङमा भर्ना गरिदिए। कुलमान त्यहाँ पनि फर्स्ट भए। जुन विद्यालयमा गए पनि सधैँ फर्स्ट हुने जादु के थियो? कुलमानले हाँस्दै भने, मेरो मेहनत हो। उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करियरका लागि टर्निङ पोइन्ट बन्यो। एसएलसीले धेरै कुलमान बोर्डमा पर्ने आश गरेका थिए। उनका सेकेन्ड बोय महेश ढकाल भने बोर्डमा परे, तर कुलमानको 4 नम्बर पुगेन। त्यसपछि उनले आजकल क्याम्पसबाट आइएससी गरे। त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए। जमशेदपुरबाट सन् 1994 मा बीएससी इलेक्ट्रिकल इन्जिनियर गरेपछि करिब 2051 तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा 7औं तहको इन्जिनियरको जागिरे भए। काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे। कुलमानले इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्टमा थेसिस गरेका थिए। अहिले प्राधिकरणको एमआरडी भएपछि उनी त्यसैमा काम गरिरहेका छन् र सफल बन्न थालेका छन्। उनको पढाइ र काम एकसाथ मिलेको छ। कुलमान इन्जिनियर मात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन्। उनले पोखरा विश्वविद्यालयबाट एमबीए पनि गरेका छन्। उनले व्यवस्थापनको पाटोमा पनि विज्ञता प्रदान गरेका छन्। कुलमान भन्छन्, मैले त्यस बेला पूर्वानुमान गरेको थिएँ कि सन् 2005 बाट लोडसेडिङ हुन्छ, त्यही भइरहेको छ। कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी हटाउन सकिन्छ र समग्र एकीकृत लोडको रिसोर्स प्लानिङ कसरी गर्ने। कुलमानको अध्ययनमा आपूर्ति मात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ। त्यसैले पिक लोड घटाउन सकियो भने त्यही नै डिमान्ड साइड हो। प्राधिकरणमा काम गर्दा गर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए। जति बेला उनी 10औं तहमा थिए, उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करियरका लागि टर्निङ पोइन्ट बन्यो। कुलमानले अपेक्षा गरे भन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, शेयर दिएर स्थानीयलाई लखपति पनि बनाए। चिलिमेमा आफूले निकै मेहनतका साथ काम गरेको भन्दै कुलमान भन्छन्, चिलिमेमा नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोलेको छौं। चिलिमेले 1000 मेगावाट पनि नेपालीहरूबाट बनाउन सकिन्छ भन्ने आँट दिएको थियो। चिलिमेको शेयर जनताका हातबाट दलालले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब 7 करोड रुपियाँ बराबरको शेयर फिर्ता गराए। यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन्। तर दुर्भाग्य भनौं, कुलमान आयोजनाबाट हटाएर प्राधिकरणको केन्द्रमा तानिए। केन्द्रमा आएपछि उनले करिब 2 वर्षसम्म कुनै जिम्मेवारी पाएनन्। झन्डै 2 वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो। अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मोडमा पुगेका थिए।
एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मोडमा पुगे। तर सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झन्डै 2 महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिइसकेका छन्। प्राधिकरणले एमडी भए पनि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणकै केहीले कुलमानको विरोध गरेका छन्। तर कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिएर वरिष्ठ भन्नेहरूलाई जवाफ दिएका छन्, जबकि कुलमानको स्थायी जागिर अझै 12 वर्ष बाँकी नै थियो। अहिले 47 वर्ष उमेर पुगेका कुलमानले प्राधिकरणको एमडी बन्ने कुर्सीलाई तातो कुर्सीको संज्ञा दिएका छन्। यस्तो कुर्सीमा पाको उमेरको मान्छेले काम गर्न गाह्रो हुने उहाँको भनाइ छ। अहिले पो केही गर्न सकिन्छ, निर्णय क्षमता पनि हुन्छ, कसैले जेल नै हाल्छु भन्दा पनि डराइन्न। बिहान 7 बजेदेखि 10 बजेसम्म लगातार खट्न सकिन्छ। कुलमान भन्छन् उमेर ढल्किएपछि त यो हट सिटमा बसेर नै काम गर्न सकिँदैन, शरीरले नै साथ दिँदैन, त्यसैले सिनियर र जुनियर होइन काम गर्न सक्नु पर्यो। उहाँका अनुसार प्राधिकरणको एमडी पद हट सिट हो। 58 वर्षपछि कसैलाई त्यहाँ लगेर राखेर केही गर्न सक्नेवाला छैन। चाहे त्यो अहिले वाहवाही पाउने उनी आफै किन नहुन्। उनको विश्लेषण छ, जब केही गर्छु भन्ने जोश जागर हुन्छ, निर्णय हुन्छ, क्षमता हुन्छ, त्यसलाई आइडल राखिन्छ। कुलमान थप्छन् प्लेटफर्म पाए भने केही गर्न सकिन्छ भन्ने लागेको छ। चिलीमा एउटा प्लेटफर्म थियो, त्यो पनि त्यही हो। भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि प्राधिकरण सहित 3 ठाउँमा नाम निकालेका थिए। मन्त्रालय र हवाई विभागमा छाडेर उनले प्राधिकरण रोजे, किनकि उनलाई लाग्यो अरू ठाउँमा पेपर वर्क मात्र हुन्छ, प्राधिकरणमा भए प्र्याक्टिकल नै हुन्छ। प्राधिकरणमा लामो समय काम गरेपछि नीतिगत तहमा जाने इच्छा पनि नजागेको होइन। केही समय एक सहसचिवका लागि लोक सेवाले खोलेको विज्ञापनमा लिखितमा नाम पनि निकाले, तर अन्तर्वार्तामा अर्कै छानिए। त्यो बेला सहसचिव भएको भए म पनि सचिव भइसक्थे होला, उनी हाँस्दै भन्छन्। कुलमानले अहिले पोलिसी लेभलमा जाने सोच छाडेका छन्। भन्छन् मैले जुन प्लेटफर्म पाएको छु र मेरो जे क्षमता छ त्यो देखाउने त्यही समय हो भन्ने लाग्छ।